आज चाहिँ हामी एउटा इम्पोर्टेन्ट टपिक क्लासिफिकेसन अफ पेस्टिसाइड पढ्दैछौँ है। क्लासिफिकेसन अफ पेस्टिसाइडको कुरा गर्दाखेरि हामीले 5 वटा तरिकाले त्यसलाई क्लासिफाई गर्न सक्छौँ। त्यो कसरी फर्मुलेट भयो, त्यसले केलाई टार्गेट केलाई मार्छ, त्यस्तै गरेर मोड अफ इन्ट्री त्यसको कस्तो हुन्छ, त्यस्तै गरेर त्यसमा एक्टिभ कम्पोनेन्ट के छ र अर्को भनेको पर्सिस्टेन्सी होइन। र सुरुमा हामीले चाहिँ वेस्टर्न फर्मुलेसन पढौँ है। वेस्टर्न फर्मुलेसनमा मेनली हामीले लिक्विड फर्मुलेसन र ड्राई फर्मुलेसनमा डिभाइड गरेका छौँ है। र लिक्विड फर्मुलेसनमा 5 वटा, त्यस्तै गरेर ड्राई फर्मुलेसनमा 5 वटा छ। र लिक्विड फर्मुलेसनको कुरा गर्नुपर्दा सुरुमा इमल्सिफिएबल कन्सन्ट्रेट भनेर भन्छ। यो भनेको कस्तो भन्दाखेरि यसको त्यो एक्टिभ इन्ग्रिडियन्ट्स लिक्विड छ नि त्यो चाहिँ वेल सोलुबल हुन्छ र यसमा सोल्भेन्ट चाहिँ पेट्रोलियम सोल्भेन्ट हुन्छ र यसमा मोस्ट इम्पोर्टेन्ट इमल्सिफायर हालेको हुन्छ है। यसको के हुने रहेछ, वेल सोलुबल हुने रहेछ, अनि सोल्भेन्ट पेट्रोलियम हुने रहेछ र इमल्सिफायर हालेको हुन्छ भन्नु पऱ्यो। अर्को भनेको सोलुबल कन्सन्ट्रेट भने। सोलुबल कन्सन्ट्रेट भनेको कस्तो भन्दाखेरि यहाँ एउटा नयाँ वर्ड जस्तो छ नि, वाटर मिसिबल सोल्भेन्ट भने नि। मिसिबल भनेको मजाले मिसिने है। सोलुबल कन्सन्ट्रेट भनेको वाटरमा मिसिबल होइन, वाटर मिसिबल के मजाले मिसिनेवाला लिक्विडलाई सोलुबल कन्सन्ट्रेट भनेर भन्छ। त्यस्तै गरेर इमल्सन इन वाटर, अब यसमा मान्छेहरू झुकिन सकिन्छ के। इमल्सन इन वाटर भनेको चाहिँ यो लिक्विड कस्तो लिक्विड हो भन्दाखेरि वाटरमै मिक्स त हुने हो, तर कसरी भन्दाखेरि हामी जसरी एउटा तेल पानीमा लगाएर हाल्यौँ भने तैरेर यस्तो लेयर बन्छ नि, डिस्पर्सल हुन्छ नि, हो यसमा पनि त्यही लेख्नुपर्छ है। ओइल बेस हुन्छ जुन चाहिँ वाटरमा डिस्पर्सल हुन्छ, त्यसलाई हामी इमल्सन इन वाटर भनेर भन्छ। र अर्को भनेको फ्लोटेबल भन्छ। फ्लोटेबल भनेको चाहिँ कस्तो भन्दाखेरि यो चाहिँ ओइलमा पनि डिजल्भ हुँदैन, वाटरमा पनि हुँदैन। अनि एउटा वर्ड छ यहाँ इम्प्रेग्नेन्टेड इन ड्राई क्यारियर, जस्तै क्लेहरू त्यस्तोहरूमा टाँसेर हाल्न मिल्ने क्या। त्यो लिक्विडै हो, हामी लिक्विड पढिराखौँ र त्यो चाहिँ ड्राई क्यारियरहरू जस्तै क्लेहरूमा हालेर चाहिँ छर्न मिल्नेवाला है। र अर्को एरिसोल भनेर भन्छ। एरिसोल भनेको कस्तो खाले पेस्टिसाइड लिक्विड हो भने जसमा चाहिँ एकभन्दा बढी वान अर मोर देन वान एक्टिभ इन्ग्रिडियन्ट्स र सोल्भेन्ट हुन्छ। सक्यो नि, 5 वटा सक्यो है। त्यस्तै गरेर अब हामी ड्राई फर्मुलेसनको कुरा गर्दाखेरि ड्राई फर्मुलेसनमा सुरुमा भन्छ ग्रानुल्स। यो ग्रानुल्स भनेको रेडी टु युज भनेर पनि भन्न मिल्छ कि। यसमा चाहिँ ग्रानुल्स भन्ने बित्तिकै ग्रानुल्सहरू हुन्छन् अनि त्यो ग्रानुल्स चाहिँ रेडिली ल र सोइलमा लगेर झ्याप्पै हालिदिन मिल्छ होइन। यो चाहिँ रेडी टु युज भनेर लेख्ने हो यसमा चाहिँ। अनि त्यसपछि यसको यो ग्रानुललाई लगेर चाहिँ युज गरिहाल्न मिल्ने भयो है, ग्रानुल्सहरू हुन्छ। र अर्को भनेको वेटेबल पाउडर भनेर भनेको छ र अर्को सोलुबल पाउडर। अब यसमा अलिकति झुकिन्छ। वेटेबल पाउडर भनेको चाहिँ यो ड्राई फाइनली ग्राउन्डेड ड्राई धुलो हुन्छ र यो चाहिँ वाटरमा हाल्दाखेरि वेटेबल पाउडरलाई वाटरमा हाल्दाखेरि चाहिँ सस्पेन्सन बनाउँछ क्या। हामीले छर्नभन्दा स्प्रे गर्नुभन्दा अगाडि चाहिँ वाटरमा डिजल्भ गर्दाखेरि सस्पेन्सन बनाउँछ र त्यसलाई हामीले स्प्रे गर्छौँ। तर सोलुबल पाउडर भनेको कम्प्लिटली ब्लेन्ड हुन्छ है, सस्पेन्सन केही पनि बनाउँदैन, लिक्विडै हुन्छ। भनेपछि यसमा चाहिँ झुकिनु परेन। दुइटै ड्राई फाइनली ग्राउन्डेड हो, यो चाहिँ फर्म सस्पेन्सन होइन इन वाटर बिफोर, अनि सस्पेन्सन बनाएर पानीमा घोलेर छर्नुपर्छ भनेर लेखिदिने। यो चाहिँ कम्प्लिटली ब्लेन्ड हुन्छ। र अर्को भनेको ड्राई फ्लोटेबल भन्छ। यो पनि ग्रानुल्सकै फर्म जस्तो हो। अब यसमा झुकिन सक्छ ग्रानुल्स र यसमा के फरक छ भन्छ। मैले ग्रानुल्समा के भने, ग्रानुल्स भनेको रेडी टु युज थियो नि त, यसलाई चाहिँ हामीले झ्याप्पै युज गर्न मिल्छ र सोइलमा लगेर हालिदिन मिल्छ। तर ड्राई फ्लोटेबल भनेको के अरे फ्लोटेबल भनेको कस्तो भन्दाखेरि चाहिँ ग्रानुल्स हो, जसलाई चाहिँ हामीले पानीमा घोलेर हाल्नुपर्छ के है, त्यही फरक भयो। यसलाई चाहिँ लगेर रेडी टु युज थियो, पानीमा लगेर घोलेर हाल्ने। अर्को भनेको बेड्स भनेको थियो सबैले जानेको कुरा, पोइजनलाई लगेर इन्सेक्टको अथवा के इन्सेक्टकै एउटा अट्र्याक्टिभ फुड, त्यसलाई अट्र्याक्ट गर्ने फुडहरूमा लगेर पोइजन लगेर हाल्यौँ भने त्यसलाई हामीले बेड्स भन्छौँ है। यसरी चाहिँ वेस्टर्न फर्मुलेसन सकिन्छ। र अर्को क्लासिफिकेसन भनेको बेस एन्ड टार्गेट्स है। यो त हामीले जानिरहेकै कुरा भयो नि त। जस्तै एकवटा इक्जाम्पल लेखिदिँदा राम्रो हामीले जानेको। जस्तै हर्बिसाइड भनेको प्लान्टलाई मार्ने 2,4-D भयो, इन्सेक्टिसाइड किरा मार्ने साइपरमेथ्रिन म्यालाथिनोन भयो, फङ्गिसाइड फङ्गस मार्ने पेन्टाक्लोरोफिनोल भयो, त्यस्तै गरेर रोडिसाइड भनेको रोडेन मुसाहरूलाई मार्नेवाला चाहिँ रोजोल भयो है। र अर्को भनेको बेस्ट एन्ड मोड अफ इन्ट्री, कसरी चाहिँ त्यसले पोइजन गराउँछ भन्ने कुरा छ है, कुन मोडबाट गएर भनौँ न। जस्तै एउटा यो भनेको कन्ट्याक्ट पोइजन हामीले पढिरहेको कुरा, छोयो बित्तिकै त्यहाँबाट गएर मार्ने भनेको यसको इक्जाम्पल जान्न पऱ्यो म्यालाथिनोन है। म्यालाथिनोन बिर्स्यो भने मारिदिइहाल्ने कि, छोएपछि मार्यो म्यालाथिनोन मारिहाल्यो होइन। त्यस्तै गरेर स्टोमक पोइजन भनेको चाहिँ उसले खान पर्यो, खाइसकेपछि पोइजन हुने, त्यो भनेको इक्जाम्पल भनेको पेरिस ग्रिन रहेछ। त्यस्तै गरी सिस्टमिक पोइजन भनेको उसलाई एउटा पार्टमा गइसकेपछि सबै पार्टमा ट्रान्सफर हुने, यो त हामीले थाहा भइरहेको कुरा। यसमा चाहिँ कुन पर्दो रहेछ, डाइमिथ्योएट। कहिलेकाहीँ अब त्यहाँ अप्सन्सहरू दिएर कुन चाहिँ सिस्टमिक हो भन्न पनि सक्छ, त्यसको लागि पनि डाइमिथ्योएट सिस्टमिक रहेछ भनेर हामीले जानिरहेको राम्रो हो। त्यस्तै गरेर ग्यासेस पोइजन भनेको भ्यापर स्टेजमा रहन्छ र रेस्पिरेसनमा गएर
असर गर्ने यो चाहिँ एल्युमिनियम फोस्फाइड भनेको धेरै जसो स्टोरेज पेस्टको लागि स्टोर हाउसमा राखिनेवाला हो। त्यस्तै गरेर यो फिजिकल पोइजन अथवा रिपेलेन्ट भनेको जस्तै निम ओइल कि त्यसको त्यो तितो गन्धले किराहरूलाई के भन्छ रिपेल गर्छ नि, त्यो भयो है। र अर्को भनेको बेस्ड अन द एक्टिभ कम्पाउन्ड, त्यसमा एक्टिभ कम्पाउन्ड के छ त्यसको आधारमा पनि हुन्छ। जस्तै यो अर्गानोफोस्फेट के अरे कार्बामेट, यो त हामीले सुनिरहेको अहिले जस्तै हामीले एउटा पढ्छौँ नि के अरे ऱ्यापिड बायोएसे पेस्टिसाइड रेसिड्यु टेस्ट कि समथिङ, त्यसमा पनि अहिले नेपालमा हामीले हेर्ने भनेको अर्गानोफोस्फेट र कार्बामेट हो है। र अर्गानोक्लोराइड भनेको हामी सबैलाई थाहा भएको यो चाहिँ ब्यान्ड भएकोवाला भयो। त्यस्तै गरेर पाइरिथोइड भनेर भन्छ, यसमा के पनि लेख्न भ्याल्यु भने लेख्न अथवा बुझ्न सकिन्छ भने पाइराथोइड भनेको चाहिँ यो नेचुरली अकरिङ हो। जस्तै यो हाम्रो क्राइसेन्थेनम हुन्छ नि फ्लावर, त्यसबाट पनि निकाल्न मिल्छ कि यो कम्पाउन्ड चाहिँ। त्यस्तै गरेर बायोपेस्टिसाइड भनेको अब थाहा भएको कुरा हामीलाई होइन, बायोपेस्टिसाइडको कुरा त भन्नै परेन। जस्तो हामीले युज गर्ने ब्याक्टेरिया यताउति सबै पऱ्यो नि बायोपेस्टिसाइडमा त। अनि बेस्ड अन पर्सिस्टेन्सी भनेको हामीले त्यसलाई पेस्टिसाइड हालिसकेपछि त्यो सोइलमा अथवा सोइलमा मेनली कति समय बस्छ भन्ने कुरा। जस्तै पर्सिस्टेन्ट भनेको एकदमै लामो टाइमसम्म बस्ने, जस्तै हाम्रो ब्यान्ड भइसकेको लिन्डेन ब्यान्डै भएको छ जस्तो लाग्छ मलाई चाहिँ, यो लिन्डेन पर्छ। त्यसै गरी नन पर्सिस्टेन्ट भनेको चाहिँ अलिक सर्ट टाइममा को लागि इन्भाइरोमेन्टमा बस्ने होइन। जस्तै यो हाम्रो अहिले युज भइरहेका भनौँ न अर्गानोफोस्फेट, अर्गानो कार्बामेटहरू चाहिँ पर्छ। यसरी पेस्टिसाइडको क्लासिफिकेसन भन्यो भने चाहिँ हामीले 5वटा बेसिसमा क्लासिफिकेसन गर्न सक्छौँ। सम्झिमै के बेसिस थियो, सुरुमा चाहिँ फर्मुलेसनको आधारमा थियो। फर्मुलेसनपछि हामीले के हेऱ्यौँ, त्यसको के भन्छ टार्गेट ग्रुप हेऱ्यौँ होइन, हर्बिसाइड। त्यस्तै गरेर अर्को हामीले के गरेर हेऱ्यौँ, मोड अफ इन्ट्री हेऱ्यौँ, जस्तै त्यो कन्ट्याक्ट हो कि सिस्टमिक हो कि भनेर हेऱ्यौँ। त्यस्तै गरेर हामीले त्यसपछि चाहिँ एक्टिभ कम्पाउन्ड के रहेछ, एक्टिभ कम्पाउन्ड अर्गानोफोस्फेट, कार्बामेट, अर्गानोक्लोराइड, के अरे पाइरिथ्रोइड अनि बायोपेस्टिसाइड हेऱ्यौँ। त्यस्तै गरेर लास्टमा हामीले के हेऱ्यौँ, पर्सिस्टेन्सीको आधारमा 2टा पर्सिस्टेन्ट र नन पर्सिस्टेन्ट भनेर पढ्यौँ।